So hello everyone, welcome back again my YouTube channel. It's me Sagar and so after a long time पछि मैले फेरि vlog अपलोड गर्न सुरु गरिसकेको छु. सो देख्नुहुन्छ कपाल मैले सबै तक्लु काटिसकेको छु हैन. सो बब्बा खालको भ्यू देख्नुहुन्छ उस्तो ल्याएर छ हैन. आज चाहिँ त्यही नै हो, बीच बीचमा ग्यापहरु भइराछ. मैले चाहिँ सकेसम्म भ्लगहरु पेलुम भनेर गरेको, बेल्न सकिरहेको छैन. सो अब त्यो चाहिँ बिस्तारै बिस्तारै बवाल तरिकाले पेलिन्छ. भ्लग त्यही नै हो, कहिले के गरेर भ्लगहरु राम्रोसँग अपलोड पनि गर्न भएको छैन. अब चाहिँ भ्लग दामी झर्छ केटा. अनि यार कपाल पनि काटिसकेको छु. देख्नुहुन्छ हजुरहरुले तक्लु नि फेरि तक्लु हैन के छ र. अरे भाडा माछा मैले त्यत्रो छडाएर आएको हैन. के भन्छ अरे त्यसलाई? साग फेरि भन नि त्यसले के भन्छ? भडमास छडाएर आएको गाइज मैले भर्खरै. त्यही भएर यहाँ यी नङहरू पनि कालो भइरहेको छ. नत्र सबै नङहरू त गएर हुन्छ नि मेरो सबान छ. सो देख्नुहुन्छ मैले चाहिँ हातमा ट्याटु हानेको छु. यसलाई के भन्छ? स्पाइडरम्यान भन्छ कि के हो माकुराको होइन. अनि यता चाहिँ जालो, यता चाहिँ जाल यसको जाल बनाउनु खोजेको तर मैले बनाउनु सकिनँ, असफल भयो होइन. अनि यो चाहिँ मैले मेहन्दीले यत्तिकै हावातालमा केरेको. सो त्यही नै हो, होममेड बनाऊ नि त. अनि त्यही भएर यहाँनिर दाम छ यहाँ बनाउनु र टेन्स. यो फर्स्ट अफ अल भन्दा चाहिँ फर्स्टमा ट्राई गरेको ट्याटुहरू हो यो चाहिँ. अनि ओए कन्टेन्ट मलाई चाहिँ किन हान्दा नि हिलो गएछ यहाँले छिटो म बोल्दिएँ नि त म फेरि. सल राइट, तपाईँहरूले देखि नै सक्नुभएछ मेरो बुढी भर्खर यहाँनिर चिप्लेर लडेको अवस्था. यहाँनिर अहिले पानी पराइ छ नि त. अनि त्यही भएर बाटोहरू लास्टै चिप्लिएर हुन्छ. सो हजुरहरूले नि ख्याल राख्नु होला यो कुरा चाहिँ. नत्र फेरि हजुरहरूले नि चिप्लेर लड्न सक्नुहुनेछ. यसमा चाहिँ धेरै के भन्छ त्यसलाई, ख्याल राख्नु होला होइन. ख्याल राखेन भने फेरि हजुरहरू पनि चिप्लेर लडिन सक्छ. त्यही नै हो. मलाई यस्तो हुस्सहरू बबाल मनपर्छ होइन. सो यु क्यान सी गाइज, यस्तो हुस्सहरू एच पाराले बबाल मनपर्छ. अझ यो हुस्स त्यो डाँडामा भन्दा नि वरिपरि लागेर टक्क आफू पनि त्यसमै घेरेर बस्नु त अब यस्तो बबाल मजाउँथ्यो. अहिले म नि चिप्ले लड्यो भने छैन यहाँ यस्तो लेउ लागिरहेको छ त नि देख्छ हुन्छ. अनि लडिहाल्छ नि सानो चिप्ले लड्दाखेरि कस्तो अनुभव भयो? नरिजाउ न. यता हेर न, हेलो भन्ने हो नि त. हेलो भन्ने हो. हेलो छुट न. माछा माऱ्यो गाइज आज उसले दामी खालको. बुढी माछा मिठो रहेछ साँच्चीकै? नभएको माछा चाहिँ बब्बाल नै मिठो भयो जस्तो छ मेरो बुढीलाई. त्यही नै हो. वाइ त्यो मैले केलाको म देखाउनु परेन. मलाई आज के कामहरू आयो गाइस देखाइदिउँ म हजुरहरूलाई. नलुगु हो गाइस हो. हजुरहरूले आदि पनि देख्नुहुन्छ त्यो सब मैले केलाको एक्लैले यस्तो दामी पाराले. अनि अब मकै खाने बेला नै हुँदै गइरहेछ. देख्नुहुन्छ मकैहरू ड्याम्स खानाले अलि बेल भएको छैन जस्तो लागेको थियो. मकै यो मकै अलि भएको छैन है, खाने बेला भएको छैन है. अस्ति भाइले पोल्याएको थियो अलि राम्रोसँग भएको थिएन. अनि यहाँ खुर्सानीको बोट देख्नुहुन्छ चट्ट पाराले हजुरहरूले. अनि यहाँनिर एउटा फुल रोपे त फुल नै गायब भएछ भने ल कता गायब भयो देख्नुहुन्छ मकैको बोट टन्नै छ. हाम्रो घर वरिपरि बाटो नै देख्दैन. यो घर भयो भन्दाखेरि अब यो घर भयो अनि त्यसपछि बाटो पनि देख्दैन कि बाटो यहाँ मुनि छ. बाटोको मान्छेले केही देख्दैन, हाम्रो घरको नि केही देख्दैन. हजुर ल देख्नुहुन्छ मकैको बोट टन्नै छ. हाम्रो मकै टन्नै छ. ओ किराहरू किन ल झ्यालको ल भ्लग पनि राम्रोसँग बनाउनु दिँदैन हो. भाडा बाहिर लैछ के लैछ भनेर देऊ. यस्तै छ के गर्नु. त्यही हो क्या सबैजना लाइक एन्ड सब्सक्राइब गरिदिनु भन्न चाहन्छु म चाहिँ होइन.
टक्क भाँडाहरू टन्ने माझ भन्ने छ अहिले फेरि भाँडा माझ भन्यो भने तनाव हुन्छ होइन त्यही भएर चोलाएर बस्नु नि बेस्ट छ लाइक सेयर कमेन्ट अनिवार्य गरिदिनु होला हामी सो नेपालको फर्स्ट के भन्छ नेपालको फर्स्ट होइन नेपालको टप 1 भ्लगर बन्नु मन छ अरे क्या मलाई त्यस्तो बन्नु मन छैन तर अलिक लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला कमेन्ट पनि यता मिठो कमेन्ट नेट डन्डी पर आजको गाइज देख्नुहुन्छ हजुरहरूले